जल तथा मौसम विज्ञान विभागले असोज 18 देखि 20 गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवा, सभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मध्य प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लाभई बहने सासाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहँदा मुख्यतया असोज 18 गतेदेखि 20 गतेसम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो। जेन्जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय भवन रु 90 लाखको लागतमा पुनर्निर्माण भएका छन्। दुवै भवनको आज आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ। त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल सहितको टोलीलाई नगरवासीले फुलमाला सहित टोलीलाई अभिनन्दन गरेका थिए। अर्थ मन्त्रालयले 1500 अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ। बुधबार राति अर्थ मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत यस्तो आग्रह गरेको हो। विदेशी भ्रमणबाट फर्किँदा बचत भएको वा बहिस्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकांशतः 1500 डलर वा त्यस बराबरको परिवर्ते विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ। युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्ताएको बाढीका कारण दक्षिण बन्दरगाह सहरमा एक बालक सहित कम्तीमा 9 जनाको मृत्यु भएको राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले बुधबार बताएका छन्। लगातार 7 घण्टा भएको वर्षाका कारण प्रभावितहरूलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्तरण गरेको अधिकारीहरूले बताएका छन्। नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग T20 सिरिज खेल्दैछ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपालले मलेसियासँग 5वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजको पहिलो खेल बिहिबार दिउँसो 4:15 बजे हुँदैछ। थप 4 खेल असोज 18, 19, 21 र 22 गते हुनेछ।